रवि लामिछानेमाथि जसरी चाहिँ सरकारले अहिलेको सरकारले पनि अलिक सफ्ट कर्नर नदेखाएको जस्तो लाग्छ लाग्दैन, या रवि लामिछानेमाथि अन्याय नै भएको प्रतिशोध नै भएको जस्तो लाग्छ लाग्दैन, के लाग्छ? यस्तो छ, म भन्दा पनि हजुरको रवि दाई नै अत्तालिनु भएको छैन होइन। विधिको शासन हुनपर्छ, कहीँ कतै गलत देखिएको छ भनेदेखि त्यसमा चाहिँ ट्रायलमा जाने आँट गर्नुपर्छ जो कसैले पनि होइन। बरु 2 वर्ष लागोस् 5 वर्ष लागोस् त्यहाँबाट क्लिन भएर आउँदाखेरि नै राम्रो हुन्छ। अहिले चाहिँ हतारमा गर्नुभन्दा दाइ पनि त्यही भन्दै हुनुहुन्थ्यो, म बस्छु प्रतिजी, म अत्तालेको छैन, म प्रोसेसबाट क्लिन भएरै आउँछु भन्नुहुन्छ। म पनि त्यही मान्छु। हामीहरू यस्तो मिडिया ट्रायल होइन, इभन कोर्टमा हामी विधिको शासनबाट चाहिँ पर हट्नु हुँदैन। नभए त यो सोध्न खोजेको सरकारले प्रतिशोध साधेको भनिएको छ, यस्तो छ। एक्ज्याक्टली, पुरानो सरकारले यदि प्रतिशोध साधेको हो भने पनि नयाँ सरकार आछ, हामी त अहिले आशा गर्ने ठाउँ छ नि त होइन। राम्रो होस् नराम्रो होस्, एउटै संसारमा एउटै चिज मात्र पर्मानेन्ट छ। द ओन्ली पर्मानेन्ट थिङ इज अ चेन्ज रे क्या। परिवर्तन मात्रै चाहिँ पर्मानेन्ट चिज हो भनेर भन्छ। भनेपछि एउटा टाइमको राम्रो भने नराम्रो भने पनि यो चेन्ज हुन्छ। पुरानो सरकार आउँदाखेरि एउटा खालको नियत थियो भने अहिले नयाँ सरकार आछ, आशा गरौँ चेन्ज हुन्छ भनेर।